साईराम, म शाम्भवी घिमिरे। पोहोर सालदेखिको एउटा सपनाले मेरो भगवानप्रतिको विश्वासलाई अझै गहिरो बनायो। त्यस सपनामा म कहीँ एउटा हस्पिटलमा बसिरहेको थिएँ र त्यहाँ साक्षात भगवान आउनुभयो र आफ्नो लेफ्टपट्टिको पेटलाई समातेर यहाँ क्यान्सर हे भन्दै मलाई भन्नुभयो र मैले डराउँदै भगवान क्यान्सर भन्दाखेरि 3-4 चोटि दोहोऱ्याएर हाँ इधर क्यान्सर हे भन्दै भन्नुभयो। अनि मैले भगवानसँग आशीर्वाद मागे र भगवानको चरणमा ढोके। त्यस पछाडि त्यस सपना यही सकियो। मैले त्यस सपनालाई सिरियसली लिएकै थिइनँ, किन भन्दाखेरि मलाई त्यसको अर्थ नै थाहा थिएन। त्यसको केही महिनापछि भगवानको 100th बर्थडे मनाउन भनी हामी अनन्तपुरका विद्यार्थीहरू प्रशान्ति निलयम गयौँ। एक रात मेरो पेट असाध्यै दुख्न थाल्यो र अर्को दिन मैले मेरो हस्टेलको नर्सलाई भनेर हस्पिटल गएँ। सबै टेस्टिङहरू, सबै स्क्यानहरू गर्दाखेरि थाहा भयो कि एउटा एन्डोमेट्रियम भन्ने अर्गन हुँदो रहेछ। नर्मल केटी मान्छेको त्यस अर्गन 14 देखि 16 mm को बिचमा हुनु पर्थ्यो भने मेरो चाहिँ बढेर 32 mm भइसकेको रहेछ। अनि डक्टरले मलाई क्वेसनहरू सोद्धाखेरि मेरो वंशजमा कसैलाई क्यान्सर थियो कि थिएन, यस्तो यस्तो कुराहरू सोध्नुभयो। अनि औषधि खाने, यदि औषधिले त्यो कम भएन भने पछि बायोप्सी कि त निडल टेस्टिङ गर्नुपर्छ भनेर भन्नुभयो। त्यसपछि मैले त्यस सपनालाई यो घटनासँग रिलेट गरेँ र मैले बुझेँ कि रोग के हो मलाई थाहा छैन, तर त्यसभन्दा केही समय अगाडि नै भगवानले मलाई हिन्ट दिइसक्नु भएको थियो। यसलाई मैले नकारात्मक तरिकामा लिएँ र मलाई अति नै डर लाग्न थाल्यो। त्यसपछि मैले भगवानलाई चिठी लेखेँ, भगवान हजुरले मलाई केही महिना अगाडि नै यसको हिन्ट दिइसक्नु भएको थियो। आज डक्टरले भन्दाखेरि मलाई असाध्यै डर लाग्यो। अब यसको जिम्मा पुरै हजुरको हातमा छ, हजुरले यसलाई निको पार्नुपर्छ, यु सुड टेक केयर अफ मी भनेर मैले लेटरमा लेखेँ। र अनलकिली त्यो लेटर मैले भगवानलाई दिन पाइनँ, किन भन्दाखेरि त्यस दिन अनन्तपुरले दर्शनको पालो पाएन। अनि कुलवन्त हलमा भजन सकाएर म डर्मिट्रीतर्फ जाँदा समाधि दर्शनको लागि लाइनमा उभिनु भएको एकजना फरेनर आन्टीलाई मैले त्यो लेटर दिएँ। कैन यू प्लिज गिभ दिस लेटर टु स्वामी भनेर म कुलवन्त हलबाट निस्किएँ। उहाँसँग मैले दोहोरो कुरा गर्न पनि पाइनँ। त्यसपछि भगवानको बर्थडे सकियो र मेरो विन्टर भेकेसन सुरु भयो। विन्टर भेकेसनको पहिलो दिन म एकजना साथीको घरको छतमा बसिरहेको थिएँ र त्यहाँ एकजना आन्टी आउनुभयो र मैले नजिकैबाट हेर्दाखेरि उहाँ त्यही आन्टी हुनुहुन्थ्यो जसलाई मैले मेरो लेटर भगवानलाई चढाउन दिएको थिएँ। म उहाँसँग गएर आन्टी डु यु रिमेम्बर मी भनेर कुरा गर्न थालेँ। अनि उहाँ एकदमै भावुक भएर उहाँको आँखाभरि आँसु आएर उहाँले यस आई वाज लुकिङ फर यु सिन्स सो लङ। मैले त्यो दिन, अनि उहाँले मलाई त्यो दिन तिमीले लेटर दिँदाखेरि मैले संजोगवश मिडल लाइन दर्शन पाएँ, फर्स्ट लाइन दर्शन पाएँ, जहाँ मैले सीधा समाधिमा तिम्रो लेटर चढाउन पाएँ र मैले स्वामीलाई स्वामी प्लिज टेक केयर अफ दिस गर्ल, उसले लेटरमा जे लेखेको छ प्लिज त्यो पढेर उसलाई आशीर्वाद दिनुहोस् भनेर मैले स्वामीलाई प्रे गरिदिएँ भनेर सुनाउनु भयो। अब मैले यो कुरालाई कसरी बुझेँ भन्दा स्वामीले मेरो लेटरको उत्तर त्यो आन्टीबाट दिँदै हुनुहुन्छ र त्यो आन्टीले मलाई भन्नुभयो तिम्रो लेटर स्वामीले पढ्नुभयो, ही विल टेक केयर अफ एभ्रिथिङ भनेर भन्नुभयो। त्यसपछि मेरो विन्टर भेकेसन सकियो र मेरो क्लासेस सुरु भएपछि म फेरि अब अनन्तपुर हस्टेलमा थिएँ। अनि मैले एउटा फेरि अर्को सपना देखेँ। त्यस सपनामा म मेरो कोठामा बसिरहेको थिएँ, हस्टेलको कोठामा बसिरहेको थिएँ र त्यहाँ कहाँबाट एउटा नाग आउनुभयो। नाग आएर सिधै मेरो काखमा बस्नुभयो र मैले नडराइकन उहाँलाई सुमसुम्याउन थालेँ। उहाँ आनन्दले त्यही बसिरहनु भएको थियो र त्यस पछाडि एकछिन आँखा चिम्म गरेर उहाँ बस्नुभयो। अनि भगवानको फोटो जुन मेरो कोठामा राखिएको थियो त्यहाँबाट आवाज आयो, तिमीले मलाई गरेको व्यवहारदेखि म एकदमै प्रसन्न भएँ, अब म तिमीलाई एउटा वरदान दिन्छु भन्नुभयो। अनि मैले
भगवान भन्दाखेरि तिम्रो परिवारको 5वटा क्यान्सरलाई म क्यान्सल गरिदिन्छु भनेर भन्नुभयो। त्यस पछाडि म सपनाबाट बिउजिएँ। भगवानले सुरुमा सपना देखाएर क्यान्सर हे भन्नुभयो। त्यस पछाडि मेरो लेटरलाई त्यसरी रिप्लाई दिनुभयो र अब क्यान्सल हे भन्नु पनि भयो। मैले बुझ्न त सकिनँ, तर एउटा विश्वास यति थियो कि मलाई जे पनि भएको छ भगवानले ही विल टेक केयर अफ इट भनेर। त्यस पछाडि आमासँग म जचाउने क्रममा व्हाइटफिल्ड हस्पिटल गएँ र त्यहाँ स्क्यान गर्दाखेरि मेरो एन्डोमेट्रियमको साइज घटेर 32बाट अब 20 भएको थियो। त्यस पछाडि मलाई एउटा कुरा विश्वास भयो कि जुन दिन भगवानले मलाई क्यान्सर हे भनेर सपना देखाउनु भएको थियो त्यो दिनदेखि नै उपचार पनि सुरु गरिसक्नु भएको थियो र मैले क्यान्सर हो कि होइन थाहा नपाइकनै भगवानले त्यसलाई निको पनि पारिदिइसक्नु भएको थियो। रोग के हो मलाई थाहा छैन, तर उपचार भने भगवानले नै गर्नुभयो। त्यसको समाधान भने स्वामीले नै गर्नुभयो। यस घटनापछि भगवानप्रतिको मेरो विश्वास एकदमै गहिरो भएको छ। साईराम।